यसपालिको भोट हामीहरूले अब नयाँ पिँढीहरूलाई दिनुपर्छ। नयाँ जोस जागर भएका युवाहरूलाई दिनुपर्छ। यसपालि हामीले जसरी भए पनि यो एउटा त्याग गर्न सक्नुपर्छ। आफ्नो मत परिणाम बदल्न सक्नुपर्छ। पुरानोलाई हेऱ्यौँ 35 वर्ष, नयाँलाई हेऱ्यौँ 5 वर्ष। अब देशमा केही गर्न सक्ने हुटुटी भएको नेताहरूलाई यसपालि हामीले जिताउनुपर्छ। जसरी भए पनि यो हामीले योगदान गर्न सक्नुपर्छ। जबसम्म हामीले योगदान गर्न सक्दैनौँ तबसम्म हाम्रो देशमा जति परिवर्तन हामीले चाहे पनि हामीले व्यवहारमा परिवर्तन देखाउन सकेनौँ भने कहिल्यै पनि यो देशमा हाम्रो देशमा विकास हुन सक्ने छैन। अझै पुरानोलाई नै चान्स दिइराख्यौँ भने अझै 35 वर्ष हामीले कुर्नुपर्ने छ। यही हालत हुनेछ। कहिले पनि हाम्रो दिनहरू आउने छैनन् र हाम्रो त्यो दिनहरू अब गए मतलब हाम्रो हुने भविष्यका कर्णधार छोराछोरी नाति नातिनाहरूको दिन पनि योभन्दा अझै दयनीय अवस्था हुनेछ। अझै हामीहरूले अर्काको भर पर्नुपर्ने, सधैँ इन्डिया जानुपर्ने, सधैँ दुबई कतार खाडी मुलुक जानुपर्ने, हुनेलाई चैन नहुनेलाई ऐन, त्यस्तै टाइपको हाम्रो यो देशमा अझै त्यस्तै टाइपको हुनेछ। त्यसकारण साथीहरू यसपालि भोट परिवर्तन गरौँ, मन परिवर्तन गरौँ, पुरानालाई प्रतिपक्षमा राखौँ। पुरानाहरूलाई यसपालि हराउनै पर्छ र प्रतिपक्षमा राख्नुपर्छ। नयाँलाई यसपालि चान्स दिउँ। यसपालि नयाँले केही गर्छ, पक्कै पनि गर्छ। पुरानालाई देखाउनकै लागि भए पनि गर्छ र देशमा विकास हुन्छ, देशमा रोजगारीको पना हुन्छ र हामीहरूले पनि रोजगार पाउँछौँ। सधैँ सिमाना पारी मात्र कति गइराख्ने, एउटा सामान्य लुगा कपडादेखि लिएर सागपात सब्जीहरू किन्नको लागि कति हामीले सिमाना पारी गइराख्ने, कति हामीले पारीबाट मात्रै तिनीहरूकै मात्र व्यापार चलाउने, आफ्नो व्यापार गरेर खान सक्ने एउटा वातावरण छैन अहिलेसम्म। एउटा धनगढीकै कुरा गरौँ, हरेक लुगा कपडा सागसब्जी लिन हामी वनखेत जानुपर्छ। आफ्नो देशमा त्यो सबै छ तर त्यसको वातावरण छैन। उनीहरूको वनखेत पनि चम्किया छ, आफ्नो घरखेत त्यस्तै सुक्खा छ, त्यस्तै दयनीय अवस्थामा छ। यता हेर्ने हो भने महेन्द्रनगरतिरको तिनीहरूको वनबासा जानुपर्छ सामान मतलब हामीहरूले दिनको लागि। तिनीहरूको वनबास उतै भए पनि हामीले ल्याउनु पर्ने अवस्था छ। आफ्नो घर बासा त्यस्तै हुन्छ हैन, उनीहरूको वनबासा पनि चम्किया छ। यता हेर्ने हो भने त्यस्तै तिनीहरूको वनखेत चम्किया छ, आफ्नो घरखेत त्यस्तै सुकिया छ। त्यसकारण साथीहरू मन परिवर्तन गरौँ, देश परिवर्तन अवश्य हुन्छ। भोट परिवर्तन गरौँ, देश परिवर्तन अवश्य हुन्छ। यसपालि नयाँलाई चान्स दिउँ, नयाँको पनि जोस जागर ऊर्जा हेरौँ। मात्र 5 वर्ष हेरौँ। पुरानोलाई हेऱ्यौँ 35 वर्ष, नयाँलाई 5 वर्ष। यसपालि जसरी भए पनि राष्ट्रपालाई अगाडि बढाउनुपर्छ। राष्ट्रपामा त्यस्तो हुटुटी भएको व्यक्तिहरू छन् जसले देशमा केही न केही परिवर्तन अवश्य गर्छ। साथीहरू हामीले बदलिन सक्यो मात्रै हाम्रो देश बदलिन्छ, नत्र त्यही हो ताल।